सो गाइस म चाहिँ आज राडे आएको छु। राडे केटिएम साइडमा यो हाम्रो साथीको गोमा देवी इन्टरप्राइज भन्ने एउटा रिकन्डिसन छ। यहाँ चाहिँ राम्रो बाइक सस्तोमा पाइन्छ भनेर साथीले आऊ यसो अफरमा चलिरहेछ है। हो आज मेरो साथीको भाइ हो होइन, भाइ नै हो अहिलेको सेल्स पर्सन होइन। सो अहिले के कसो छ हाम्रो बाइकको अपडेट हो? बाइक अब अपडेट भइरहेको हुन्छ है। के छ अहिलेको टाचा के छ आज? आजको ताजा अब डुकहरू छ यहाँ। डुकहरू यही हो डुक हो नि? हो। यो कति मोडल हो यो? यो 17 को अन्तिम मोडल। कतिजनाको नाममा यो? यो 2 जनाको नाममा है। 2 जनाको मात्र 2 जनाको नाम। कति गुडीको छ यो जम्मा 30,000 है। 30,000 मात्रै? जेन 17-18 मोडलको जम्मा 30,000। इन्जिन कस्तो छ यसको? इन्जिन एकदम दामी है। यो फ्रेस कन्डिसन। हामी अनि अहिले अफर सफर के चल्दैछ नि? अब के अफर सफर छ कि या त सकिसक्यो होइन? तर नि अफर त छ अब 3 महिना इन्जिन वारेन्टी र एउटा हैन हाफ हेलमेट आउँछ। अहिलेसम्म पनि अहिलेसम्म दसैँ तिहार छ कि अफर सकेको छैन? ल ठिक। सो अब अरू भिडियो चाहिँ अब उहाँको दाइले अब कन्टिन्यू गर्छ होला सायद होइन। अब हेरौँ, अब मलाई पनि खासै छैन, म पनि नयाँ मान्छे अब उहाँले अब राम्ररी बुझाउँछ हजुरलाई होइन। ल हेर्नुहोस् होला है त। नमस्कार साथीहरू, हजुरहरूलाई स्वागत छ हाम्रो यो गोलमादेवी अटो इन्टरप्राइजेस भक्तपुरमा। भने आज चाहिँ हामीले लिएर आइसकेका छौँ नयाँ अपडेटमा ट्र्याक्टर, नयाँ बाइकहरू है त साथीहरू। यदि हजुरहरूलाई चाहिँ कुनै पनि सेकेन्ड ह्यान्ड बाइकहरू चाहिएको छ भने हाम्रो गोलमादेवी अटो इन्टरप्राइजेस सम्झेर आउन सक्नुहुन्छ। हामीसँग चाहिँ अहिले लगभग 40-45 वटा बाइकहरू चाहिँ स्टकमा छ र यदि हजुरहरूलाई त्यसमध्ये कुनै मनपर्छ भने सम्पर्क गरेर आउन सक्नुहुन्छ है। अहिले चाहिँ हामीसँग देख्नुहुन्छ आरएनआर भिटीहरू, ड्युक 200, ड्युक 250, NS 200 सबै छ। टुरिङ बाइकहरू, एफजेडहरू सबै छ है त। तपाईँहरूलाई म चाहिँ आज हाम्रोमा चाहिँ 25,000 देखि तपाईँको 4,15,000 बाइकहरू छ। म हजुरहरूलाई देखाउन गइरहेको छु है त। अब हामीले सुरु गरौँ। पहिला सुरु यो यामाहाको एसजेडआरबाट यो रहेको छ 8284 प है। यदि 2017 मोडलको बाइक हो भने हामीले राख्ने त 90,000 राखेको छौँ। यदि हजुरहरूले यो युट्युब च्यानल हेरेर आउँदै हुनुहुन्छ भने मात्र आउँछ तपाईँहरूलाई यो 80,000 फिक्स प्राइसमा आउँछ। बाइक बवाल फ्रेस कन्डिसनमा छ। छिटोभन्दा छिटो सम्पर्क गरेर आउन सक्नुहुन्छ है त। कुनै पनि बाइक वा स्कुटरसँग मजाले सट्टापट्टा भइहाल्छ। हाम्रो लोकेसन मैले भनिदिइहालेँ, भक्तपुर राधे नपुग्दै ठ्याक्क काठमाडौँबाट आउँदाखेरि देब्रे साइडमा छ है त। यसै गरी अर्को रहेको छ हामीसँग अप्रिला एसआर 125 सीसी, त्यो पनि 102 लटको है त। परदेशको 102 लट 2018 मोडल सुपर फ्रेस कन्डिसन स्कुटर। यसको प्राइस मात्र राखेको छौँ हामीले 1,15,000 फिक्स प्राइस है। अरूलाई 1,25,000, यो युट्युब हेरेर आउनेलाई 1,15,000 फिक्स प्राइसमा आउँछ। अर्को छ हामीसँग क्रसफायर लेमोटो है। क्रसफायर लेमोटो छ तपाईँहरूलाई 94 लटको सिङ्गल ह्यान्ड बाइक अहिलेसम्म है। यो चाहिँ मेरो पर्सनल बाइक हो। तपाईँहरूले यदि यो चढ्न चाहनुहुन्छ भने चाहिँ यो बाइक मात्र आउँछ तपाईँहरूलाई 2,95,000 फिक्स प्राइसमा है त। आउनु होला, भिजिट गर्नु होला। ट्याक्स स्याक्स सबै क्लियर, 6 महिना इन्जिन वारेन्टी र एउटा हाफ हेलमेट फ्री है त युट्युब हेरेर आउनुलाई। अर्को छ 97 लटको एफजेड कालोमा रहेको छ। यसको प्राइस हामीले मात्र राखेको छौँ 1,65,000 है त। मात्र 1,65,000मा 97 लटको एफजेड लान्छ भने त सुपर फ्रेस कन्डिसनको है त। अनि हामीसँग अर्को रहेको छ यहाँ स्कुटर पनि छ। यदि तपाईँहरू चाहिँ एन्टोर्क एक्सपीको खोजीमा हुनुहुन्छ भने तपाईँहरूलाई एकदम बेस्ट हुनसक्छ। यसमा एकदमै फ्रेस कन्डिसनमा रहेको स्कुटर भने यो सिङ्गल ह्यान्ड स्कुटर हो। 140 लटको मात्र 16,000 रनिङ भएको। यसको प्राइस हामीले राखेको छौँ मात्रै 2,20,000 फिक्स प्राइस है त। आउनु होला, भिजिट गर्नु होला। तपाईँहरूलाई त्यसमा अब अफर भने छँदैछ है त। अर्को छ हामीसँग बजाजको एभेन्जर है। यता बाइकलाई देखाउँदा भाइ हामीसँग यता अर्को छ बजाज एभेन्जर 150 2016 मोडलको 81 लटको भने बाइक एवान फ्रेस कन्डिसनमा छ। यसको प्राइस हामीले मात्र राखेको छौँ 1,15,000 भनेको। त्यसमा तपाईँहरूलाई 10,000 डिस्काउन्ट 1,05,000मै आउँछ है त। अर्को छ हामीसँग यामाहाको रेजेटर रहेको छ। यो 112 लटको 2019 मोडल। हिजो भर्खर अपडेट भएको हो भने हामीसँग यो एकदम आएछ। 22,000 मात्र रनिङ छ। हेर्नुहुन्छ म तपाईँहरूलाई स्टार्ट पनि गरिदिएको छु। बबाल फ्रेस है त। यदि तपाईँहरूलाई चाहिएको छ भने तुरुन्तै सम्पर्क गरेर आउनु होला। हाम्रो लोकेसन मैले भनिहालेँ, भक्तपुर राधे। मैले मेरो फोन नम्बर चाहिँ बायोमा राखेको छु है त। अर्को रहेको छ हामीसँग यहाँ होन्डाको NX 200 52 लटको 2024 को लास्ट मोडल। यसको प्राइस हामीले मात्र राखेको छौँ 4,15,000। त्यसमा पनि तपाईँहरूलाई एकदम मिलाएर आउनु छ है त। आउनु होला, पसलमा भिजिट गर्नु होला, तपाईँहरूलाई त्यसमा मिलिहाल्छ है त। अर्को छ हामीसँग यहाँनिर FZS V3, त्यो पनि रहेको छ 2019 को लास्ट मोडल सिङ्गल ओनर बाइक रहेको छ। बब्बालै फ्रेस छ। अहिलेसम्म सिल प्याक इन्जिन मात्र आउँछ तपाईँहरूलाई यो 1,85,000 फिक्स प्राइसमा हुन्छ है त। अर्को छ हामीसँग NS 200 2019 मोडलको ब्ल्याक कलरमा रहेको छ भने बाइक एकदमै फ्रेस कन्डिसनमा छ। बाइक अहिलेसम्म सिल प्याक इन्जिन जम्मा 32,000 रनिङ भयो। यो चाहिँ सहमति लिएर आएको हो त। यो
अर्को अञ्चलबाट यता बागमतीमा सारेको छ भने यो चाहिँ 147 छ अहिले। यसको प्राइस मात्र राखेको छौँ 1,85,000 फिक्स प्राइजै राखेको है त यो पनि। अर्को छ हामीसँग केटिएम ड्युक 250 है त। केटिएम ड्युक 250 2019 को लास्ट मोडल BS4 मा रहेको छ, ABS वाला हो यो है, एकदमै फ्रेस छ। यसको प्राइस मात्र राखेको छ 3,60,000 भनेको 3,50,000 सम्म आउँछ है त यदि तपाईँहरू भिडियो हेरेर आउनु भने। अर्को छ हामीसँग केटिएम ड्युक 200 BS4 यो चाहिँ हाम्रो युवा पुस्ताको ढुकढुकी। यो चाहिँ एकदम साउन्डले फेमस, लुक्सले फेमस र पर्फर्मेन्स वाइज पनि दामी भएको बाइक। तपाईँहरूलाई म साउन्ड सुनाइदिन्छु है। टुक 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 यसको साउन्ड, ढुकको साउन्ड चाहिँ यो हो ओरिजिनल भन्छ सबैले। सो यदि तपाईँहरूलाई BS4 ढुक भने यो मात्रै आउँछ तपाईँहरूलाई 2,70,000 फिक्स प्राइसमा आउँछ है। 2,70,000 मा हजुर, मात्र 2,70,000 मा तपाईँले ड्युक 200 पाउन सक्नुहुन्छ। अर्को छ हामीसँग ल सबैभन्दा सस्तो बाइकलाई, यो चाहिँ अफरै हो। अरूहरूले चाहिँ हेलमेट र पेट्रोल अफर राख्छ, हामीले चाहिँ राखेको छौँ यो तपाईँहरूलाई मात्रै 25,000 फिक्स प्राइसमा आयो है त। 25,000 मै बाइक ल 25,000 मा बाइक। 25,000 मा अहिले फोन त आउँदैन, बाइक आइसक्यो है त। कन्ट्याक्ट गरेर आउनु होला। अर्को छ हामीसँग यहाँ R15 V3 BS4 मा दुईटा रहेको छ है। एउटा 118 लट, एउटा 105 लट, दुईटै सुपर फ्रेस कन्डिसनमा छ भने दुईटाको प्राइस हामीले मात्र राखेको छौँ यसको 2,40,000, त्यसमा पनि नेगोसिएबल भइहाल्छ। अर्कोको छ 2,90,000 फिक्स प्राइस। आउनु होला, भिजिट गर्नु होला। यदि युट्युब हेरेर आउनेहरूलाई चाहिँ एकदमै हामीले डिस्काउन्ट प्राइसमा मिलाइदिएर है त। अनि अर्को चाहिँ छ हामीसँग यहाँबाट सुरु गरौँ है। अर्को छ हामीसँग FZS V3 2020 मोडलको सिङ्गल ह्यान्ड बाइक है त। एकदम दामी कन्डिसनमा छ, खर्च 1 रुपियाँ पनि छैन। ब्ल्याक कलरमा रहेछ, देख्न सक्नुहुन्छ। बवाल छ है बाइक, हेर्नु सक्नुहुन्छ। टायरहरू पनि नयाँ छ। यसको प्राइस हामीले मात्र राखेको छौँ 1,85,000 फिक्स प्राइस है त। अर्को छ हामीसँग NS 200 रेड कलरमा है त। यो चाहिँ खासमा बुक भइसक्यो हो, अब त्यो मान्छे अब आएन, अब फेरि अब यो सेलको लागि राखिसकेको छौँ। यसको प्राइस मात्र राखेको छौँ हामीले 1,80,000 फिक्स प्राइस। 112 लटको 2019 मोडल 1 ह्यान्ड बाइक है त, एकदम फ्रेस छ। अनि अर्को छ 156 लटको एन्टर, यो चाहिँ नयाँ मोडलको एन्टरको 2024 को लास्ट मोडल सिङ्गल ह्यान्ड केटीले चलाएको स्कुटर, मात्र 6,000 मात्र रनिङ भएको। यसको प्राइस 2,65,000 है त। 2,65,000 त्यसमा पनि नेगोसिएबल भइहाल्छ है त। अर्को छ हामीसँग होन्डाको डियो BS6 मा 146 लटको 2023 को मोडल है त। एकदमै फ्रेस छ स्कुटर, आएर हेर्नु होला, भिजिट गर्नु होला, दामी छ कन्डिसन। अर्को छ हामीसँग यता यो पल्सर 220 है त। पल्सर 220 रहेको छ यता हाम्रो 155 लटको 2025 मोडल। यसको प्राइस मात्र राखेको हामीले, यसमा तपाईँहरूलाई फुल इन्सुरेन्स सबै आउँछ भने यसमा चाहिँ तपाईँलाई मात्र राखेको 3,65,000 फिक्स प्राइस है त। एकदम दामी छ। यदि आएर हेर्नु होला तपाईँलाई सोरुमभन्दा लगभग 70,000 सस्तोमा आउँछ। बाइक बबालै छ है त, नयाँ सोरुमबाट जस्तो दिए त्यस्तो छ है त बाइक। अर्को छ पल्सर 150 112 लटको भने यसको प्राइस हामीले मात्र राखेको छौँ 1,65,000, त्यसमा पनि नेगोसिएबल भइहाल्छ। आउनु होला, भिजिट गर्नु होला है त। अर्को छ RTR 200 रहेको छ 2021 मोडलको है त। 2021 मोडलको बाइक बबालै छ, सिलब्याग इन्जिन छ भने यसको प्राइस मात्र राखेको छौँ हामीले 1,95,000 फिक्स प्राइस। युट्युब हेरेर आउनुलाई मात्र है त। 2,10,000 खासमा, अब 1,95,000 अफर प्राइसमा राखेको छौँ है त। अर्को छ हामीसँग यहाँ बजाज डिस्कभर एकदम फ्रेस 1 ह्यान्ड, जम्मा 4,000 मात्र रनिङ भएको देख्न सक्नुहुन्छ बाइक। यो वान छ 107 लटको 2019 मोडलको भने यसको प्राइस मात्र राखेको छौँ 98,000 हो। त्यसमा पनि तपाईँलाई 3,000 डिस्काउन्ट, मात्र 95,000 मा लिएर जानुहोस् है त। एकदम दामी हो, यो चाहिँ स्टक क्लियरेन्सको बाइकहरू। यो पनि अब तपाईँहरूलाई मात्र 90,000 फिक्स प्राइसमा ल। 2021 मोडलको सलुटो मात्र 90,000 फिक्स प्राइस। भन्दा सस्तो बाइक हजुर, एकदम सस्तो एकदम। अर्को छ हामीसँग यहाँ पल्सर 150 2020 मोडलको 116 लटको इस बाइक एकदम फ्रेस छ है त। बाइकमा 1 रुपियाँ खर्च छैन, देख्न सक्नुहुन्छ। 119 लटको बाइक हो, तर 116 लटको बाइक कालो रातोमा रहेछ, दुईजनाको नाममा छ। मात्र तपाईँहरूलाई यो 1,65,000 हो यो पनि। अर्को छ हामीसँग होन्डा ग्राजे, यो आउँछ तपाईँहरूलाई 1,35,000 मा 102 लटको 1 ह्यान्ड स्कुटर है त। अर्को छ हामीसँग भित्र पनि छ है, म तपाईँहरूलाई देखाउँछु, देख्न सक्नुहुन्छ। अर्को यहाँ रहेको छ हाम्रो होन्डाको ग्राजे 114 लटको सुपर फ्रेस, तपाईँहरूलाई मात्र आउँछ यो 1,50,000 है त। मात्र 1,50,000 114 लटको ग्राजे, त्यो पनि 2020 मोडलको एकदम दामी कन्डिसन छ। अर्को छ डियो, यहाँ देख्न सक्नुहुन्छ सेतो र कालो कलरमा, बवाल फ्रेस छ। आएर एकचोटि हेरेर लान सक्नुहुन्छ भने यसको प्राइस हामीले मात्र राखेको छौँ 1,05,000 हो, त्यसमा पनि नेगोसिएबल भइहाल्छ है त। दामी छ कन्डिसन। अर्को छ 95 लटको डियो, निलो र सेतो कलरमा देख्न सक्नुहुन्छ। यसको प्राइस राखेको छ हामीले मात्र 1,35,000, त्यसमा पनि नेगोसिएबल भइहाल्छ। 2018 मोडलको 1 ह्यान्ड स्कुटर है त यो पनि। अर्को छ होन्डाको ग्राजिया BS6 मा 125 सीसी ड्रम ब्रेकमा रहेको छ। यो चाहिँ नयाँमा लगभग तपाईँलाई 3 लाख रुपियाँ पर्छ भने अहिले तपाईँहरूलाई मात्र आयो 2,15,000 फिक्स है त।
अर्को छ 126 लटको ग्रेजिया मात्र आउँछ तपाईँहरूलाई यो 2021 मोडलको यो आउँछ तपाईँहरूलाई मात्र 1,65,000 फिक्स प्राइस है त। अर्को छ 144 लटको यो चाहिँ स्टक क्लियरेन्सको अफला स्ट्रङ हो है यो चाहिँ तपाईँको 2021 को मोडल निकाल्ने चाहिँ 2023 मा निकाले हो मात्र आउँछ तपाईँहरूलाई यो अफर प्राइसमा एकदम सस्तो मात्र 1,40,000 है लट भन्दा पनि मुनि एकदम सस्तो यो चाहिँ छिटोभन्दा छिटो ग्र्याब गर्न आउनु होला। अर्को रहेको छ 108 को ग्रेजिया नै 108 को ग्रेजिया आउँछ तपाईँहरूलाई यो मात्रै 1,45,000 फिक्स प्राइसमा दामी कन्डिसनको है त। एकचोटि आएर भिजिट गर्नु होला तपाईँहरूलाई सबै स्कुटर बाइकमा 6 महिना वारेन्टी छ। अर्को पनि छ सस्तोमा बाइक चाहियो भन्नेहरूलाई चाहिँ हामीले यता पनि कुनामा पनि राखेका छौँ है गोदाम छ हाम्रो चाहिँ यहाँ यो चाहिँ 147 लटको SZR है त यामाहाको SZR 47 लटको रहेछ। यसको प्राइस मात्र 60,000 फिक्स प्राइस ल नो मात्र 60,000 मा बाइक ल यस्तो दामी गर्ने त्यो पनि सेल फान्ने सबै भएको है त। अर्को छ यो पुन्टे बाइक देख्न सक्नुहुन्छ यो चाहिँ पुन्टे बाइक रहेको छ 77 लटको यो चाहिँ डाक्टरले चढाए हो है उहाँले चाहिँ अहिले पल्सर 150 लानु भएर यो राखेको यसको प्राइस मात्र राखेको छौँ 80,000 डुकाटी जस्तो है यो चाहिँ हेर्दै डुकाटी मिनी डुकाटी ल यो अनि अर्को रहेको छ 80,000 को भइहाल्यो। अर्को रहेको छ मात्र 55,000 मै स्कुटर ल लटको 1000 मै स्कुटर कसले दिन्छ भन्दाखेरि गोलमादेवी अटो त्यो पनि होन्डाको त्यही त हिरो होन्डा दामी छ। र साथीहरू हामीसँग चाहिँ अहिले नयाँ अपडेटमा यति नै छ भने अरू चाहिँ अब उता ग्यारेजमा छ आउँदैछ बन्दैछ है हामीसँग एक्सपल्स पनि छ एभेन्जर पनि छ अनि होन्डाको युनिकर्न पनि छ र साइन पनि छ उता ग्यारेजमा छ त्यसको चाहिँ भिडियो बनाउन सक्दैन मैले हामी भने यदि तपाईँहरूलाई कुनै पनि बाइकको स्कुटरसँग खरिद बिक्री गर्नु परेमा हामीलाई छिटोभन्दा छिटो सम्पर्क गरेर आउनु होला। हाम्रो लोकेसन मैले अघि नै भनिहालेँ मैले मेरो नम्बर माथि डिस्क्रिप्सनमा राखिदिन्छु कल अथवा मेसेज गरेर आउनु होला। यदि हजुरहरू युट्युब हेरेर आउनुहुन्छ भने हाम्रो युट्युब फ्यामिलीबाट आउनेलाई 10,000 क्यास डिस्काउन्टको साथै हामीले चाहिँ एकदम अफर प्राइस राख्दैछौँ छिटोभन्दा छिटो सम्पर्क गरेर आउनु होला। हस् त धन्यवाद जय नेपाल ल साथीहरू है त। हजुरले भिडियो मार्फत थाहा पाइसक्यो होला कि बाइक कुन छ र कस्तो अवस्थामा छ होइन कन्डिसन यहाँ सबै राम्ररी देख्छु म होइन। हजुरले कुनै थप सम्बन्धी जानकारी चाह्यो भने स्क्रिनमा देखेको नम्बर म स्क्रिनमा हालिदिइहाल्छु र स्क्रिनमा देखेको नम्बरमा कन्ट्याक्ट गर्नु सक्नुहुन्छ वाट्सएप भाइबर जे पनि गर्नुहुन्छ हजुरले अथवा कलले गर्दा अथवा यहीँ नै बुझ्न आउनु सक्नुहुन्छ हजुरले होइन। लोकेसन चाहिँ हाम्रो ठ्याक्क भन्दाखेरि राधे केटिएम सोरुम साइडमै रहेछ धेरै टाढा छैन केटिएम सोरुम साइडमै छ। यो चाहिँ केटिएम सोरुम साइडमै छ हाम्रो साथीको कन्डिसन हजुर आउनु होला कन्ट्याक्ट गर्नु होला राम्ररी मिलाएर दिनुहुन्छ उहाँले। यता अफर चाहिँ दसैँ तिहार सकिने अफर चाहिँ सकेको छैन है साथीहरू होइन। यता अफरमा के छ भने एउटा हेलमेट ब्रान्ड न्यू हेलमेट दिन्छ हजुरलाई त्यो सेकेन्ड ह्यान्ड हेलमेट दिँदैन फेरि ब्रान्ड न्यू हेलमेट दिन्छ अनि 10,000 क्यासब्याक अनि अर्को कुन रे हाम्रो अर्को इन्जिन वारेन्टी हजुर यहाँ कुनै पनि रिकन्डिसन हट्टा पर्न नदिनु 3 महिना इन्जिन वारेन्टी धरि हजुरलाई बाइक उपलब्ध गर्नु सक्नुहुन्छ उहाँले। सो आउनुहोस् होला होइन बुझ्नुहोस् होला उहाँले अवश्य मिलाएर दिनुहुन्छ हजुरलाई। सो आजलाई यति गुड बाई।